नमस्ते हजुरहरूलाई। आज मेरो ललितपुर काठमाडौँ घुमघामको सिलसिलामा मैले हजुरहरूलाई जस्ताको तस्तै दृश्यहरू यहाँ राखिरहेको छु। यो ललितपुरको तालची खेल हो। झरीमा मैले ललितपुरको तालचे खेलबाट यात्रा सुरु गरिरहेको छु। ललितपुर महालक्ष्मी स्थान ज्याकारान्डा फुलले निकै सजिएको छ। यो ललितपुर रिङ रोड। म कुमारीपाटी आइपुगेँ। कुमारीपाटीबाट म अगाडि बढिरहेको छु। म मानभवनबाट अगाडि बढेर जावलाखेल आइपुगेँ। यो अगाडिको देखिएको स्थानहरू जावलाखेल हो। जावलाखेलबाट म अगाडि बढेर म पुलचोकनिर दमकल चोक आइपुगेको छु। यो स्थान पुलचोक हो, ललितपुरको पुलचोक। अगाडि देखिएको भवन प्रहरी चौकी हो, पुलचोक प्रहरी चौकी। म हरिहर भवन आइपुगेँ साझा अगाडि। कुपनडोल, ललितपुरको कुपनडोल निकै हरियाली देखिएको छ दायाँ बायाँ। पानी केही कम भइसकेको छ। काठमाडौँ जिल्लाको सिंहदरबार, म सिंहदरबार आइपुगेँ। यो नेपालको वर्षा यस्तै हुन्छ। पारी ललितपुरमा पानी परिरहेको थियो भने यता काठमाडौँ पुल कट्नासाथ यस्तो सुक्खा रहेको छ। पानी परेको छैन यता काठमाडौँ जिल्लामा। म सिंहदरबार अगाडि भद्रकाली आइपुगेँ।
शहीद गेट सुन्धारा आइपुगे। काठमाडौँ जिल्लाको शहीद गेट सुन्धारा। म त्रिपुरेश्वरबाट तल झर्दैछु थापाथली चोकतिर। थापाथली चोक आइपुगे। फाइनल्ली म ललितपुरभित्र छिरेर पनि म यहाँ जावलाखेलनिर आइपुगेको छु। मैले अघि देखाइसकेँ अगाडिका दृश्यहरू। कुपन्डोल र जावलाखेल बीचका दृश्यहरू मैले अघि राखिसकेको छु। जावलाखेल चोक यो स्थान ललितपुरको जावलाखेल हो। काठमाडौँ पुगेर फर्किँदा यहाँ पानी पर्न रोकिसकेको रहेछ। म जावलाखेलबाट एकान्त कुनातर्फ अगाडि बढिरहेको छु। ललितपुर जिल्ला हरियाली देखिएको छ। म एकान्त कुना आइपुगेँ। अलिकति एन्टी लाइटले गर्दाखेरि राम्रो देखिएको छैन यहाँ। म एकान्त कुनाबाट अगाडि बढिरहेको छु। फाइनल्ली म मालस्थानबाट कुमारीपाटी हुँदै काठमाडौँ हुँदै म फेरि जावलाखेल फर्केर म यहाँ थसीखेल आइपुगेँ। यो थसीखेल हो। हजुरहरूलाई मेरो यो भिडियो कस्तो लाग्यो कृपया लाइक, शेयर, कमेन्ट अनि सब्सक्राइब गर्नुभएको छैन भने एउटा सब्सक्राइब अवश्य गरिदिनु होला। हस्त, धन्यवाद।